हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ सन्डेको दिनमा पनि मेरो ड्युटी चलिरहेको छ हो। ड्युटी कस्तो हुन्छ, G4S को कस्तो प्रकारले कामहरू हुन्छ म देखाउनेवाला छु गाइस। तपाईहरुले हेर्दै गर्नुहोस्। धेरै दिन बादमा म आएको छु आज अपडेट गरेर एउटा तपाईहरुलाई मजाको लिएर आउँदैछु। कस्तो प्रकारले ड्युटीहरू डाटा एन्ट्रीहरू हुन्छ त्यो देखाउनेवाला छु गाइस। हेर्नुहोस्, अब यहाँनिर चाहिँ हामीले केटाहरूलाई पनि काम सिक्नेको सन्डेको दिन चाहिँ यस्तो हुन्छ, सबैले काम सिक्नेको मौकाहरू पाउँछ। त्यसले गर्दा सबैले सिक्दै गर्दैछ। यहाँ हाम्रो एकजना सिनियर छ, दुईजना छ भाइहरू, दिपेन भाइ, अजय भाइ। उसले सिकाउँदैछ पल्लोपट्टिको भाइलाई कस्तो प्रकारले इन्ट्री गर्नुपर्छ हो। अर्को भाइ चाहिँ यहाँनिर चाहिँ उसले इन्ट्री नै गर्दैछ, उसले पनि हो। यहाँ चाहिँ मेन अब प्र्याक्टिसहरू हुँदैछ, कस्तो प्रकारले उयो गर्नुपर्ने हो त्यो चाहिँ हेर्दै गर्नुहोस् तपाईहरुले हो। कस्तो प्रकारले गर्छ त्यो देखाउनेवाला छु। हेर्नुहोस् गाइस, यस्तो प्रकारले सिकाउँछ केटाहरूलाई। यहाँ चाहिँ नयाँ केटा छ, अझै उसको भाइको नाम त के भयो? विक्रम भाइलाई सिकाउँदैछ। ऊ नयाँ हो, कस्तो प्रकारले सिक्नुपर्छ, कस्तो प्रकारले इन्ट्री गर्नुपर्छ। किनभने अब यसमा चाहिँ गल्तीहरू हुने चान्सहरू हुन्छ होइन अझै। यसमा गल्तीहरू भयो भने धेरै अब एक्सनहरू हुन्छ। त्यसले गर्दा चाहिँ बिस्तारै उनीहरूले सिकाउँछ। पहिल्यै चाहिँ सिस्टममा दिँदैन हो। त्यसले गर्दा चाहिँ अब बिस्तारै बिस्तारै चाहिँ सिस्टममा दिन्छ होइन भाइ। अन्त त्यसले गर्दा चाहिँ उसलाई चाहिँ पहिला हेर्नु यस्तो प्रकारले उयो गर्छ भन्दै छ भाइ। राम्रोसँगले उयो हेर्नै पर्यो। फेरि तिमीले पनि फेरि अझैले कस्तो प्रकारले सिकाउँछ त्यस्तो प्रकारले। दिपेनले चाहिँ अब दिपेन तिमीले चाहिँ यता भन्दै गरेको होइन। ऊ भाइलाई, नयाँ भाइलाई चाहिँ के भन्छ तिमीले? सिकाउँदैछ होइन? दुईजना गुड 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 गुड। अब यसरी सिकाउँछ। यहाँनिर चाहिँ हाम्रो G4S को राम्रो छ यहाँनिर, किनभने हाम्रो केटाहरू एकदम यङ केटाहरू छ, आर्मीमा जाने लायकको छ हो। अब हाँस्छ अब केटाहरू के भएको आर्मीमा जाने लायकको छ भन्दा जानु त सक्छ नि। अब यसो अहिले G4S मा छ, अब ट्राई गर्दैछ केटाहरू यता। यो हाम्रो भाइ पनि अब आर्मी जाने खालकै छ। केस हेरिहाल्नुहोस् कस्तो मजाले आर्मी नै हो। अब यो पनि अब आर्मी जतिकै हो, ठिकै छ। अब राम्रोसँगले कामहरू सिकाउँदैछ हो। त्यसले गर्दाखेरि चाहिँ अब भाइले पनि इन्ट्रेस्ट गरेर सिकिरहेछ हो। राम्रोसँगले अब कामहरू सिकेर फेरि अब सिस्टमको कामहरू सिक्यो भने कहीँ पनि कामहरू पाउनु सक्छ हो। त्यसले गर्दा चाहिँ ध्यान लाएर सिक्दैछ। अब यता सिकाउने पनि राम्रोसँगले सिकाउनुपर्छ, किनभने भोलिमा गल्ती भयो भने उसकै नाम आउँछ। के कसो केटा?